कोही बेला चाहिँ यस्तो हुन्छ कि अब कार्यपालिकाले व्यवस्थापिकालाई छायामा राख्न खोज्ने, तर अब हाम्रो काम कर्तव्य हेर्दा कार्यपालिकालाई हामीले लगाम लगाउने, चेक इन ब्यालेन्स गर्ने, नियमन गर्ने, कार्यपालिकाले राम्रो काम गरेको छ छैन भनेर चेक गर्ने चाहिँ व्यवस्थापिका हो। वास्तवमा अझै पनि हाम्रो राष्ट्रिय सभा छ, संविधानले हामीलाई राष्ट्रिय सभा जीवित छ, त्यसै गरी संविधानले सभामुख र उपसभामुखको पदलाई जीवित राखेको छ। हामी चाहिँ यो संघीय सचिवालयको पनि हामी पदाधिकारी हुन्, व्यवस्थापन समितिको, त्यस्तै गरी संवैधानिक परिषदको पनि हामी सदस्यहरू हौँ 2 जना। त्यसले गर्दाखेरि अब एउटा सिङ्गो राज्य चलाउनलाई चाहिँ यो 3वटा महत्त्वपूर्ण अङ्गहरू हो र यसलाई चाहिँ जनताले बुझ्नुपर्छ। अब अब पार्टीहरू लागिरहेको होला चुनावको लागि, तर हामी चाहिँ अहिले जबसम्म उम्मेदवारी दिने 1 दिन अगाडि मात्रै हामीले राजीनामा दिन पाइन्छ, नभए चाहिँ हामी अहिले चाहिँ व्यवस्थापिकालाई नै कसरी स्ट्रङ बनाउने। अहिलेको सरकारलाई तपाईँहरूको सहयोग चाहिँ छ कि छैन? सहयोग त हामी गइरहेछौँ त। सहयोग भनेको हामीले सरकारलाई जहिले पनि हाम्रो त्यो कोही बेला कुनै कुरामा नियमहरूमा सरकारले नियम मिच्यो भने हामीले पनि त्यसलाई चाहिँ प्रतिकार गर्नुपर्छ, कन्फ्रन्टेसन गर्नुपर्छ र नियम भनेको कसैले पनि मिच्नु हुँदैन। तर यो विषम परिस्थितिमा जुन सरकार बनेको छ हामीले त हामी त झन् अहिले यो इतिहासले जुन यत्रो बालबालिकाको रगतले भए पनि एउटा महिला प्रधानमन्त्री हुनुभएको छ, मैले त त्यो त मेरो त विज्ञप्तिमै लेखेको थिएँ, त्यो छँदैछ। तर सबैले राम्रो काम गर्नु पर्यो, कसैले पनि नियम मिच्नुहुन्न भन्ने कुरा चाहिँ हो। देश अहिले विषम परिस्थितिमा छ, कसरी अगाडि बढ्नुपर्छ होला अथवा तपाईँहरूले के योजना बनाउँदै हुनुहुन्छ? हामीले योजना त हामीले व्यवस्थापिकालाई कसरी स्ट्रङ बनाउने र कार्यपालिका व्यवस्थापिका न्यायपालिकाहरू चाहिँ एकदमै स्वायत्तता हुनु पर्यो र कसैलाई चाहिँ कन्ट्रोल गर्नु, त्यसकै लागि त यो एउटा परिवर्तन आएको छ। कुनै पनि देशको कुनै पनि संस्थाहरू चाहिँ स्ट्रङ हुनु पर्यो। कसैले चाहिँ रिमोटको भरमा त्यो अर्को पनि, हाम्रो देशमा चाहिँ कस्तो थियो भने जो सरकारमा गयो उसले जम्मै रिमोटको भरमा चलाउने थियो के, त्यस्तो हुनु भएन। सबैको आफ्नो अस्तित्व हुनु पर्यो। जस्तो तपाईँलाई अन्याय परेर मानवाधिकार सङ्गठनमा जानु पर्यो भने त्यही सरकारकै हाबी छ। पछिल्लो समय रवि लामिछानेजीको विषयले चाहिँ एकदमै धेरै तहल्का मचाइरहेको छ। अस्ति भर्खरै मात्रै उहाँ चाहिँ बयान दिनको लागि सिंहदरबार पनि जानु भएको थियो। के छ अब, के हुन्छ उहाँ? मैले बुझेको, तपाईँले बुझेको एउटै कुरा हो। अब जस्तो त्यही उहाँहरूको भनेको उहाँको कम्पनी एक्ट हो। म क्रिमिनल जस्टिसमा 35 वर्ष काम गरेको। कम्पनी एक्टमा कसैले धरुटी दिएर केस लड्दै गर्न पाउँछ, तर त्यसरी थुनिरहनु मिल्दैन। हिजो पहिला चाहिँ उहाँले निर्दोष हो भन्ने, फसाइयो भन्ने व्यक्तिहरू आज सरकारमा हुँदाखेरि नि रवि लामिछानेको प्रति नबोलेको देख्दा चाहिँ तपाईँलाई के लाग्छ पर्सनल भ्यूमा चाहिँ? अब त्यो त उहाँहरूको कुरा होला, तर तपाईँहरूले प्रश्न देख्नु भएको छ। संसारले पनि, म त अब क्रिमिनल जस्टिसमा अन्तर्राष्ट्रिय स्तरमा पनि म 2007 देखि इनोभेसनमा अवार्ड पाइसकेको मान्छे। अरू केसमा यो कम्पनी एक्टमा यसरी मान्छेलाई थुनेर राख्दैन, त्यति नै हो।